बर्दिया जिल्लामा अलि सेन्सिटिभ जिल्ला पनि हो, ठुलो जिल्ला छ, दुईवटा निर्वाचन क्षेत्र छन्। यसमा चाहिँ चुनावलाई लिएर शान्ति सुरक्षाको व्यवस्था कतिको गरिराख्नु भएको छ, कस्तो छ सर? अब चाहिँ नि चुनावको हामी करिब करिब अन्तिम तयारीमा पनि छौँ। आज चाहिँ नि 11 गते पनि भइसक्यो र विशेष गरी शान्ति सुरक्षाको सन्दर्भमा कुराकानी गर्दाखेरि बर्दिया जिल्ला विगतका चुनावको चाहिँ नि प्रवृत्तिलाई हेर्ने हो भने धेरै अशान्तिपूर्ण जिल्ला पनि होइन। यहाँ चुनाव चाहिँ शान्तिपूर्ण ढङ्गले भइरहेको स्थिति पनि छ। तर पछिल्लो समयमा तराईका जिल्लाहरूमा भइरहेको हिन्दू मुस्लिमको चाहिँ एउटा बहाव लगायत बर्दिया जिल्लामा यो मानव वन्यजन्तु द्वन्द्वको कारणले गर्दाखेरि पनि बेला बेलामा चाहिँ मान्छेहरू मर्ने भएको कारणले गर्दाखेरि त्यसबाट पनि शान्ति सुरक्षामा असर पर्ने स्थिति आउँछ। ती सबै विषयवस्तुहरूलाई मध्यनजर गर्दै हामीले चाहिँ नि जिल्लाको समग्र शान्ति सुरक्षा एकदमै मजबुत बनाएका छौँ र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी सबैलाई अहिले हामीले सबै ठाउँमा चाहिँ नि खटाइसकिएको छ र निर्वाचनको लागि कर्मचारीहरूको व्यवस्थापन भएर कर्मचारीको ट्रेनिङ पनि चलिरहेको अवस्था पनि छ र मतदान लगायत मतपेटिका चाहिँ अन्य सामग्रीहरू पनि सबै आइसकेको अवस्था छ र हामीले सुरक्षाका थप बर्दिया जिल्लाका भएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बाहेक थप सुरक्षाकर्मीहरू पनि आएर चाहिँ विभिन्न ठाउँहरूमा हामीले सिओबी र पिओबीहरू चाहिँ खटाएर चाहिँ नि राखिसकिएको छ र मतदान स्थलको संवेदनशीलतालाई हेरेर त्यो ठाउँमा चाहिँ हामीले सेक्युरिटीलाई हेभी डिप्लोयमेन्ट पनि गरेका छौँ भने अहिले हामीले एकीकृत रूपमा नेपाली सेना, सशस्त्र प्रहरी बल र चाहिँ नि नेपाल प्रहरीको एकीकृत र चाहिँ नि एकल चाहिँ हामीले गस्तीहरू पेट्रोलिङ गर्ने कामहरू नियमित रूपमा चाहिँ गरिरहेको अवस्था पनि छ। त्यसो भए हामीले शान्ति सुरक्षाको सन्दर्भमा चाहिँ नि सम्पूर्ण चाहिँ जनताहरूलाई म के चाहिँ आश्वासन गर्न चाहन्छु भन्दाखेरि यहाँ त्यस्तो कुनै किसिमको चाहिँ नि अशान्ति हुन सक्ने स्थिति नै छैन। हामीले एकदमै सुरक्षा प्रणालीलाई मजबुत पनि बनाएका छौँ र चाहिँ नि एउटा मतदान चाहिँ नि स्थलमा कुनै केही स्थिति आइहाल्यो भन्ने भयो भने हामीले तत्कालै प्रहरी त त्यो घेरामै नै भइहाल्छ। नजिकै तपाईँको 5 मिनटमा सशस्त्र प्रहरी बल हुन्छ र 10 मिनटमा चाहिँ नि नेपाली सेना पुग्ने गरिकन चाहिँ हामीले चाहिँ व्यवस्था गरेका छौँ भने अहिलेको विगतको चाहिँ चुनावको सन्दर्भमा भन्दा अहिलेको चुनावको सन्दर्भ फरक छ। विगतमा चाहिँ नि मतदान स्थल अथवा मतदान गर्ने क्रममा कहीँ चाहिँ समस्या सिर्जना भयो, अशान्ति स्थापना भयो भने पहिला नेपाल प्रहरीले कारबाही गर्ने, सकेन भने सशस्त्र प्रहरी जाने र त्यसमा पनि थप बल प्रयोग गर्नुपर्ने हो भने नेपाली सेना प्रयोग गर्ने भन्ने स्थिति थियो। तर यो चुनावमा चाहिँ अलिकति फरक छ। जुनसुकै अवस्थामा जहाँ जसले देख्यो नेपाली सेनाले पनि तत्कालै कारबाही गर्न सक्ने स्थिति पनि छ, प्रहरीले पनि चाहिँ कारबाही गर्ने स्थिति छ भने सशस्त्र प्रहरी बलले पनि कारबाही गर्ने स्थिति छ। तर सेनालाई पनि त्यो अधिकार चाहिँ नि दिएको हुनाले अरूलाई कुरिरहनु पर्ने स्थिति नभएकोले अलिकति सुरक्षा चाहिँ नि मजबुत अवस्था पनि छ र त्यही ढङ्गले हामीले परिचालन गरेका छौँ। राजनीतिक दलका उम्मेदवारहरूले चाहिँ अथवा अरू स्वतन्त्र उम्मेदवारहरूले प्रचार प्रसार कतिको गरिराख्नु भएको छ, त्यसमा शान्ति सुरक्षाको अवस्था कसरी व्यवस्था मिलाउनु भएको छ? र हामीले विशेष गरी दलहरूसँग र दलका प्रतिनिधिहरूसँग नियमित रूपमा बैठक पनि बसिरहेका छौँ। विशेष गरी शान्ति सुरक्षाको सन्दर्भमा होस् अथवा चाहिँ आचार संहिता परिपालना गर्ने सन्दर्भमा नियमित बैठक बसेर उहाँहरूका चाहिँ राय सल्लाह पनि लिने, सुझाव पनि लिने, फिडब्याक पनि लिने र हालसम्म चाहिँ नि यो जिल्लामा चाहिँ आचार संहिता उल्लङ्घन भयो भन्ने ढङ्गले कुनै पनि लिखित चाहिँ नि निवेदन प्राप्त पनि भएको छैन। साधारणतया चाहिँ मौखिक चाहिँ नि फलानु ठाउँमा चाहिँ नि अलि झन्डा बढी भयो भन्ने ढङ्गका आएका छन्। हामीले तत्कालै चाहिँ अनुगमन अधिकृत मार्फत हामीले चाहिँ त्यसको सम्बन्धित चाहिँ नि उसलाई चाहिँ नि सूचित पनि गर्ने र यो काम नगर्नुहोस् भन्ने ढङ्गले उहाँलाई जानकारी गराउने काम गरिएको छ भने आयोगमा हालसम्म कुनै पनि उम्मेदवारको विरुद्धमा, पार्टीको विरुद्धमा चाहिँ नि यहाँबाट बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ।